सो गाइस यो भिडियोमा चाहिँ म हाम्रो न्यूली अपडेट भएर आएको बजाजको पल्सर NS 125 जुन चाहिँ 2026 को मोडल रहेको छ र त्यस्तै 2026 कै हाम्रो चाहिँ बजाजको चाहिँ एकदम सेल हुने बाइक पल्सर 150 को चाहिँ कम्पेयर गर्ने चाहिँ त र यदि तपाईहरु पनि राइट नाउ अहिले चाहिँ 2026 को लेटेस्ट अपडेटेड ABS FI वाला पल्सर 150 को वेटिङमा हुनुहुन्छ नि यो भिडियो चाहिँ डेफिनेटली हेर्नु होला है त र सुरुमा म एउटा कुरा चाहिँ के क्लियरली गर्न चाहन्छु भन्दाखेरि धेरै साथीहरुको चाहिँ रिक्वेस्ट एक्सपेक्टेसन के थियो भन्दाखेरि 2026 मा पनि यो BS6 FI मा अपडेट भएर आउँछ कि इन्डियामा जस्तै नयाँ तपाईको त्यो ग्राफिक्सहरु त्यो 220 को जस्तै ग्राफिक्स भएर आउँछ कि भनेर आश गर्नु भएको थियो बट स्याड न्यूज भन्नुपर्छ है यो चाहिँ 26 को मोडल हो बट यसमा स्टिल तपाईको ABS FI नयाँ ग्राफिक्स डिजिटल मिटर LED हेडलाइट केही पनि आएको छैन है र भनेपछि 2026 मा चाहिँ पल्सर 150 चाहिँ अपडेट नहुने है त ठीक छ अब जो साथीहरु अब यो लिने प्लानिङ गर्दै हुनुहुन्छ नि अब उहाँहरुको लागि चाहिँ एउटा बेस्ट अप्सन के छ भन्दाखेरि मेरो विचारमा राइट नाउ सो यो चाहिँ 2026 को नयाँ पल्सर NS 125 आएको छ हैन सो म आजको भिडियोमा चाहिँ तपाईहरुलाई बेसिकली यदि यो किन्ने हो भने हैन यो किन्दै हुनुहुन्छ नि एकछिन वेट गर्नुस् र यो भिडियो हेर्नुस् र मेरो विचारमा चाहिँ यो भन्दा चाहिँ यो लिँदा राम्रो हुन्छ कि जस्तो लागिरहेछ हैन सो लेट्स गो है त सो फर्स्ट अफ अल त यसको कुरा गर्नुपर्दा यसको प्राइस तपाईको चाहिँ 3,19,900 रहेको छ र यो चाहिँ तपाईको हाम्रो शोरूम प्राइस हो हैन र यसमा तपाईको नामसारी इन्स्योरेन्स के गरे भने तपाईको लगभग 3,32,000 जति यसको चाहिँ अन रोड प्राइस हुन आउँछ है त सो यो चाहिँ हाम्रो पल्सर 150 BS4 वाला हो र यो चाहिँ तपाईको सिंगल डिस्क भेरिएन्ट होला है यसमा अर्को ट्विन डिस्क पनि आउँछ बट यो चाहिँ सिंगल डिस्क वाला है त सो प्राइस मात्र 3,29,000 र यो चाहिँ भर्खरै नेपाली मार्केटमा अपडेट भएर आएको बजाजको पल्सर NS 125 हो र यो भन्दा यसको प्राइस चाहिँ अलिकति महँगो छ है यसको प्राइस तपाईको चाहिँ 3,29,900 रहेको छ र यसमा पनि तपाईको नामसारी इन्स्योरेन्स सबै गरेर लगभग 3,42,000 जति तपाईको चाहिँ खर्च हुनेवाला छ त र यो दुईटामा तपाईको लगभग 10,000 को चाहिँ प्राइस ग्याप रहेको छ अब म चाहिँ के भन्न लाग्यो भन्दाखेरि यो भिडियोमा चाहिँ 150 सीसी को बाइक BS4 कार्बोरेटर भन्दा यदि तपाईलाई अलिकति फिचर लोडेड बाइक चाहिएको छ अलिकति सेफ्टी तपाईको मेन प्रायोरिटी हो नि लाइक यो बाइक किन एकचोटी ट्राई गर्नुस् भन्छु म चाहिँ किनकि यसमा तपाईलाई सिंगल च्यानल ABS दिएको छ यसको टायर पनि ठुलो छ हैन जसले गर्दा चलाउँदा स्टेबिलिटी राम्रो छ प्लस यसमा तपाईलाई यो डिजिटल के रे LED हेडलाइट दिएको छ NS 200 को जस्तै र अर्को भनेको यसमा तपाईलाई फुल डिजिटल मिटर दिएको छ एयर पोजिसन इन्डिकेटर वाला है त सो यो फिचरहरुले गर्दा चाहिँ अलिकता यो भन्दा चाहिँ 150 भन्दा चाहिँ तपाईको NS 125 चाहिँ बेटर भएको छ है र एकचोटी चढेर हेर्ने हो भने हैन सो यसको चाहिँ तपाईको यो पल्सर 150 हो यसको चाहिँ तपाईको 785 mm को यसको सिट हाइट रहेको छ हैन र सिंगल सिट आउँछ र यसको भन्दा यसमा चाहिँ तपाईको 20 mm को चाहिँ सिट हाइट कम छैन तपाईको हाइट अराउन्ड 5'3" छ भने यो बाइक चाहिँ तपाईले मजासँग चलाउन सक्नुहुन्छ र वेट तपाईको त्यही हो 144 किलो को वेट हुनेवाला छ र 165 mm को ग्राउन्ड क्लियरेन्स हुनेवाला छ है त र यो चाहिँ तपाईको स्पेशली सिंगल सिट आउनु भएकाले हैन लेडिजहरुलाई लिएर मम्मी ड्याडीहरुलाई लिएर हिँड्न चाहिँ यसमा चाहिँ तपाईले सजिलो हुन्छ है त अब यो कुरा गर्नु पर्दा NS 125 यो चाहिँ तपाईको D2 NS 200 कै हैन डिजाइनमा आउँछ हैन यसको चाहिँ 805 mm को सिट हाइट हो यो भन्दा अलिकति अग्लो छ हैन र यो पनि तपाईले 5'3" छ भने तपाईले यो बाइक पनि चलाउन सक्नुहुन्छ है 5'4" 5'5" हुनेले चाहिँ मजासँग चलाउन सक्नुहुन्छ र यसको पनि वेट चाहिँ तपाईको 144 किलो को हो र यसको ग्राउन्ड क्लियरेन्स चाहिँ 179 mm को रहेको छ र यसको भन्दा यसको ग्राउन्ड क्लियरेन्स तपाईको धेरै राम्रो रहेको छ अलिकति अफरोडिङ तिर जानुहुन्छ खाल्टाखुल्टी बाटो चलाउनुहुन्छ भने चाहिँ NS 125 बेटर हुन्छ र यसमा चाहिँ तपाईलाई स्प्लिट सिट दिएको छ हैन सो यो पनि त्यस्तो खासै अनकम्फर्टेबल छैन बट मम्मी ड्याडीहरुलाई चाहिँ स्पेशली यसमा भन्दा यसमा सजिलो हुन्छ है त सो ओके अलरेडी मैले प्राइसहरुको बारेमा चाहिँ डिस्कस गरिसके अब चाहिँ म तपाईलाई कन्भिन्स गराउने लाग्ने छु कि वाइ 150 भन्दा चाहिँ N125 चाहिँ तपाईको लागि बेटर होला हैन है त सो नम्बर 1 लुक्स तपाईलाई थाहा छ लुक्समा चाहिँ ह्युज डिफरेन्स हैन सो यो चाहिँ हाम्रो पल्सर 150 हैन सो देख्नु भयो होला यसको लुक्स यस्तो आएको छ बेसिक सिम्पल बट दिस वान इज टोटल लाइक NS 200 को लुक्समा आउँछ र ग्राफिक्स पनि राम्रो रहेको छ है त सो नम्बर 1 तपाईको ह्युज डिफरेन्स भनेको त इन्जिनमै रहेको छैन र सिधा कुरा के गर्न चाहन्छु भन्दाखेरि यदि तपाईलाई इन्जिन पावर तपाईको मेन प्रायोरिटी हो भने हैन सो तपाईले चाहिँ त्यसलाई हेर्नु भएन क्यारे हैन किनकि डेफिनेटली 150 र 125 सीसी मा तपाईको डिफरेन्स त भइहाल्छ बट मैले चाहिँ के भन्न खोजेँ भन्दाखेरि अलिकति सेफ्टी अलिकति मोर माइलेज हैन अनि अलिकति इलेक्ट्रोनिक फिचर धेरै चाहिन्छ भने र तपाईलाई चाहिँ यदि लेटेस्ट BS7 टाइपको इन्जिन चाहिन्छ नि चाहिँ
सो तपाईँले चाहिँ त्यो ट्राई गर्नु भन्छ है त। सो नम्बर 1 मैले भनेले यसमा सबैभन्दा राम्रो चाहिँ सिंगल च्यानल एबिएस आउँछ होइन, जसले गर्दा तपाईँको ब्रेकिङ बाइक राम्रो हुनेवाला छ, तपाईँको ब्रेक राम्रो हुनेवाला छ। अर्को तपाईँको यसो 4V इन्जिन भएकाले यसको इन्जिन स्मुथ छ, रिफाइन छ, र प्लस यो BS6 FI OBD2 वाला इन्जिन भएकाले यसले तपाईँलाई मजाको माइलेज दिनेवाला छ, बेटर माइलेज दिनेवाला छ कम्पेयर टु BS4 कार्बोरेटर भन्दा है त। अर्को के छ भन्दाखेरि तपाईँको बाइक जति नै पुरानो हुँदै गए पनि यसको चाहिँ माइलेज तपाईँको एकदम सिग्निफिकेन्ट ड्रप हुँदैन, पावर ड्रप हुँदैन। बट यो चाहिँ तपाईँको अलिकति बाइक पुरानो हुँदै गएपछि होइन अलिकति पावरहरू चाहिँ यसको चाहिँ पावरहरू भन्दा नि माइलेजहरू चाहिँ यसको चाहिँ ड्रप हुन्छ है त। र अर्को यसको एडभान्टेज के छ भन्दाखेरि यो FI टेक्नोलोजी आउनु भएकाले जाडो महिनामा कोल्ड स्टार्ट गर्दा चाहिँ तपाईँको बाइक चाहिँ होइन धेरै सेल्फले कुले गरिरहनु पर्दैन, तपाईँको लगभग एक सेल्फमै 2 सेल्फमै यो बाइक चाहिँ स्टार्ट हुन्छ। बट यो चाहिँ तपाईँको चाहिँ कार्बोरेटरवाला भएकाले जाडो महिनामा चाहिँ सेल्फ धेरै कोली गरिरहनु पर्छ कि यसको कोल्ड स्टार्ट चाहिँ एकदम झ्याउ हुन्छ, उसै गरी धक्का लगाउनु पर्ने पनि हुन्छ है त। यो रहेको छ। अरू अर्को कुरा गर्ने भने टायर कुरा गर्ने यसमा तपाईँले 80 सेक्सनको टायर अगाडि र पछाडि तपाईँलाई आई थिङ्क 100 को टायर दिन्छ होला। यसमा तपाईँलाई 100 को टायर दिन्छ है, बट यसमा तपाईँले पछाडि 120 को टायर दिन्छ र अगाडि तपाईँलाई 90 सेक्सनको टायर दिन्छ, जसले गर्दा यसको स्टेबिलिटी एकदम राम्रो हुनेवाला छ। अलिकति हाइवेतिर चलाउँदा चाहिँ यो बाइक चाहिँ तपाईँलाई मोर स्टेबल फिल हुन्छ है त, धेरै कुरा। र अर्को मैले सबैभन्दा नोटिस गर्नुपर्ने के छ भन्दाखेरि यसमा चाहिँ यस्तो 20 वाला पुरानो सिस्टमको सस्पेन्सन आउँछ नि पछाडि, यसमा चाहिँ तपाईँले ठ्याक्कै NS200कै नाइट्रोक्सको त्यही पनि ग्यास चार्जवाला एडजस्टेबल मोनो सक दिन्छ है त। सो अलिकति तपाईँ स्पोर्टी रूपमा चलाउनुहुन्छ नि, स्पोर्टी नेचरको सस्पेन्सन चाहिँ यसले फिडब्याक दिनेवाला छ क्या, मतलब अलिकति कर्नरिङ लिँदा हाई स्पिडमा चलाउँदा चाहिँ यसले चाहिँ तपाईँलाई बेटर फिडब्याक दिनेवाला छ यो भन्दा है त। सो त्यस्तै अब मिटरको कुरा गरेर फर्स्ट अफ अल यसमा त कुनै पनि अपडेट आएको छैन, हेर्नुहोस् है, गियर पोजिसन इन्डिकेटर नि आउँदैन, केही आउँदैन, बेसिक मिटर दिएको छ। बट यो NS125मा चाहिँ तपाईँलाई चाहिँ नम्बर 1 तपाईँलाई है ब्युटिफुल तपाईँले डिजिटल मिटर दिन्छ, गियर पोजिसन इन्डिकेटर, 3टा राइडिङ मोड, रेन, रोड, अफरोड गर्ने राइडिङ मोड दिन्छ, अनि तपाईँको रियल टाइम माइलेज पनि देखाउँछ होइन, तपाईँको बाइकले कति पेट्रोल दिइरहेको छ, माइलेज दिएको रहेको छ, पल्ट रिडर त्यो पनि देखाउँछ। अनि यसमा तपाईँले ब्लुटुथ कनेक्टिभिटी, कल अलर्ट, मेसेज अलर्ट, कसले फोन गर्यो त्यो पनि देखाउँछ, कसले मेसेज गर्यो त्यो पनि देखाउँछ। र त्यसपछि यसमा तपाईँले गुगल म्याप पनि देखाउँछ कि गुगल नेभिगेसन फिचर पनि है, गुगल नेभिगेसन टर्न बाई टर्न नेभिगेसन पनि दिन्छ। र अर्को यसमा तपाईँले चार्जिङ पोर्ट पनि दिन्छ है त। सो यो चाहिँ तपाईँको एकदम एडभान्स लेभलको रहेको छ है त। र त्यस्तै अर्को एकदम कुरा गर्ने भने यसमा तपाईँलाई चाहिँ यस्तो एक्जस्ट पाइप दिन्छ होइन, बट यसमा चाहिँ तपाईँलाई अन्डरबेली एकदम युनिक नयाँ तपाईँलाई चाहिँ एडजस्ट दिन्छ है त, एक्जस्ट दिन्छ। अनि त्यसपछि पछाडि हेर्नुहोस् यसमा RLP सेन्सर आउँछ, बट यसमा चाहिँ तपाईँलाई चाहिँ त्यस्तो RLP सेन्सरहरू चाहिँ दिँदैन है त, बट दुईटामै ड्रम ब्रेक दिन्छ है त। सो डेफिनेटली हाम्रो यो चाहिँ बेटर हुनेवाला छ। र अर्को तपाईँको यसमा चाहिँ यस्तो बक्सभित्र चेन्ज दिन्छ है, बक्सभित्र जुन चाहिँ घरतिर सफा गर्नु पऱ्यो भने तपाईँलाई अलिकति झन्झट हुन्छ, बट यो चाहिँ तपाईँको ओपन चेन आएको भएर तपाईँले घरतिर पनि आरामसँग क्लिन गर्न सक्नुहुन्छ है त, यो रहेको छ कि है। र अब फ्युल ट्याङ्कको कुरा गर्ने हुन्छ डेफिनेटली हाम्रो यो चाहिँ यसमा तपाईँलाई 12 लिटरको फ्युल ट्याङ्क दिन्छ र यसले तपाईँलाई 55-50 को माइलेज निकालेर दिन्छ, बिकज दिस इज आवर FI। बट यसमा चाहिँ तपाईँको फ्युल ट्याङ्क चाहिँ राम्रो छ है, यसमा चाहिँ तपाईँलाई 15 लिटरको फ्युल ट्याङ्क दिन्छ र यसले पनि तपाईँले त्यही 45 समथिङको चाहिँ माइलेज निकालेर दिन्छ है त। र स्लाइटली तपाईँको चाहिँ माइलेज चाहिँ बेटर यसमै हुनेवाला छ त। र त्यही हो, धेरै कुराहरू नगरौँ। अब पावरको कुरा गर्ने भने पावर चाहिँ तपाईँको यो 150 सीसीको बाइक हो होइन, 14 PS को पावर र 13.4 न्युटन मिटरको टर्क निकालेर दिन्छ। र यो चाहिँ तपाईँको 125 सीसीको बाइक हो, यसले तपाईँलाई 12 PS को पावर र 11 प्लस को न्युटन मिटरको टर्क निकालेर दिन्छ है त। सो डेफिनेटली पावरमा चाहिँ तपाईँको यो त्योभन्दा स्लाइटली बेटर छ होइन, बट रियल वर्ल्डमा त त्यस्तो विधि फिल पनि हुँदैन। बट यसको चाहिँ राम्रो के छ भन्दाखेरि यो तपाईँको अलिकति फिचरहरू कम भएकाले, इलेक्ट्रोनिक फिचर कम भएकाले अलिकति बाइचान्स तपाईँको बाइकमा कुनै खराबी आएमा मेन्टेनेन्स गर्न चाहिँ अलिकति सस्तो हुन्छ, त्यही यसको चाहिँ बेनिफिट रहेको छ है त। र यसमा त देख्नु होला एबिएस ब्रेकहरू त्यस्तो केही आउँदैन है। सो मोटामोटी कुरा यही हो होइन, तपाईँको यो दुईवटा तपाईँ मैले भन्न खोजेँ के भन्दाखेरि यदि तपाईँ यो बाइक लिँदै हुनुहुन्छ नि यही प्राइसमा तपाईँले 10,000 थप्नुभयो भने चाहिँ बेटर ब्रेक, बेटर सस्पेन्सन, बेटर टायर, बेटर तपाईँको चाहिँ LED हेडलाइट होइन, यसमा चाहिँ हेलोजन आउँछ भने यसमा चाहिँ तपाईँले NS200कै LED वाला आउँछ कि है। तपाईँको बेटर इन्स्ट्रुमेन्ट कन्सोल होइन, बेटर तपाईँको बाइकको यो फ्रेमहरू आउँछ होइन, अनि यसको पावरदेखि लिएर माइलेज पनि बेटर रहेको छ। र राइडिङ मोडहरू इलेक्ट्रोनिक फिचर पनि NS125 चाहिँ तपाईँले धेरै पाउनुहुन्छ क्या। सो डेफिनेटली अब जो साथीहरू होइन यो बाइक लिने प्लानिङ गर्दै हुनुहुन्छ नि एकचोटि वेट गर्नुहोस्,
यो बाइक तपाईँले टेस्ट ड्राइभ लिनुहोस्। यो बाइक चाहिँ तपाईँको लागि धेरै राम्रो हुनेवाला छ भन्न चाहन्छु है। बट अब जो 150कै हार्डकोर फ्यान हो होइन, उहाँले अब इलेक्ट्रोनिक फिचर, ब्रेक स्रेक, यो राइडिङ मोडहरू, डिजिटल मिटरसँग, सस्पेन्सनसँग त्यति लेनदेन छैन। मलाई चाहिँ जस्ट इन्जिनै पावरफुल चाहिएको हो भने इन्जिन तपाईँको मेन प्रायोरिटी हुन्छ, यही लिनुहोस् होइन, म केही भन्दिनँ। बट अब जो मान्छेलाई अलिकति ओभरअलमा राम्रो ओइल प्याकेज, माइलेज, ब्रेक, फ्रेम, टायर होइन, तपाईँको राम्रो इन्जिन, BS7 FI इन्जिन चाहिन्छ भने चाहिँ डेफिनेटली यो चाहिँ तपाईँको लागि बेस्ट हुन्छ भन्छ है त। सो मेरो विचारमा चाहिँ योभन्दा चाहिँ दिस बाइक इज मच बेटर है त। सो अलरेडी आइज यो थियो हाम्रो भिडियो मन पऱ्यो लाइक गरिदिनु होला र तपाईँलाई बिट्विन दिस टूमा चाहिँ कुन ठिक लाग्छ कमेन्ट सेक्सनमा गएर लेखिदिनु होला भन्दै। सो एनके मोटर्स भरतपुर 12 मा आउनु होला, भिजिट गर्नु होला भन्दै बिदा लिन्छ है। बाई बाई।